सहकारी संस्थाका सम्पूर्ण शेयर सदस्यहरू, सञ्चालक समितिका सदस्यहरू र यस चापाकोटको विभिन्न क्षेत्रमा विभिन्न पेसा व्यवसायमा आबद्ध रहेर यस सहकारी संस्थामा जोडिनुभएका सम्पूर्ण आमा बुबा दाजुबा तथा दिदीबहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट इसै चापाकोट वडा नम्बर 9 को एकजना व्यक्तिको एकजना सदस्यको तर्फबाट हार्दिक नमस्कार अभिवादन टक्राउन चाहन्छु। आज यस सहकारी संस्थाले आफ्नो 13औं वार्षिक उत्सवको अवसरमा 13औं साधारण सभाको अवसरमा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरेका, विशिष्ट उपाधि हासिल गरेका व्यक्तिहरू, त्यस्तै गरी साना साना भाइ बहिनीहरू जो स्कुल पढिरहेका छन् उनीहरूलाई पनि सम्मानित गरेर एउटा आफ्नो कार्यक्षेत्रमा थप प्रगतिको लागि जुन उत्प्रेरणा दिनुभएको छ त्यो चाहिँ निकै नै सराहनीय कामको रूपमा मैले लिएको छु र आयोजकलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र यति भन्दै गर्दा यो माटोमा सानो 1 कक्षादेखि 10 कक्षासम्म यही चापाकोटको माटोमा श्री जनगति प्रावि बोटेटारमा, श्री गङ्गालाल मावि बोटेटारमा पढ्दै गर्दा त्यति बेलाका केही अनुभूतिहरू र त्यसपछिका चरणमा पिएचडी सम्मको यात्रामा गरेका सङ्घर्षहरू केही सेयर गर्यो भने अरू साना साना भाइ बहिनीहरूलाई पनि केही प्रेरणा हुन सक्छ भनेर म छोटोमा केही कुराहरू राख्न चाहन्छु। आज यो स्थितिसम्म आइपुग्दाखेरि मलाई सपोर्ट गर्नुहुने, सहयोग गर्नुहुने, उत्प्रेरणा दिनुहुने सम्पूर्ण मेरा अभिभावकहरू, सम्पूर्ण गुरुवर्गहरू र समाजका सम्पूर्ण गण्यमान्य महानुभावहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु, नमन गर्न चाहन्छु। यहाँ अगाडि हुनुहुन्छ हाम्रो यसै चापाकोट पत्र तथा सहकारी संस्थाका शेयर सदस्य आदरणीय गुरु ज्ञानराज देवकोटाजी, उहाँलाई विशेष नमन गर्न चाहन्छु र उहाँले मेरो शैक्षिक प्रगतिमा निकै ठुलो योगदान गर्नुभएको छ र मैले यो कुरा कहिल्यै पनि बिर्सिन सक्दिनँ कि उहाँले हामीलाई हरेक साँझ हामी उहाँको घरमा जान्थ्यौँ। एउटा लालटिन हातमा बोकेर रातिको समयमा लालटिन हातमा बोकेर उहाँको घरमा जान्थ्यौँ। कुनै ट्युसन पनि होइन, उहाँले अतिरिक्त रूपमा उहाँले स्कुलमा पढाउनुहुन्थ्यो तर पनि हामीलाई अतिरिक्त रूपमा त्यहाँ पढाउनुहुन्थ्यो, जसले गर्दा हाम्रो क्षमता, हाम्रो सिकाइमा निकै ठुलो योगदान पुर्याएको थियो। त्यस्तै यो एउटा उदाहरण मात्र हो। यस्ता धेरै सिकाइ, धेरै मान्छेहरूको यसै योगदानको कारणले आज कोही व्यक्ति एउटा